आज चाहिँ हामीले केरा व्यवस्थापनको बारेमा बुझ्नेछौँ। मुख्यतया अब हाम्रो केराको वरपर 5-6वटा बच्चाहरू छोराछोरीहरू जन्मिरहेका हुन्छन्, त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने धेरैले प्रश्न सोध्दै हुनुहुन्छ। त्यसैले आज म तपाईँलाई लाइभ डेमोन्स्ट्रेसनका साथ चाहिँ देखाउन गइरहेको छु। यो चाहिँ हाम्रो मुख्य माउ बोट रहेको छ, मदर प्लान्ट रहेको छ। जब माउ बोटकोले चाहिँ यो घरि पसाउन सुरु गर्छ, त्यसपछि बल्ल हामीले चाहिँ एउटा यो सोट सकर छानेर त्यसलाई छोडेका हुन्छौँ। वरपरका विभिन्न वाटर सकर सोट सकरलाई चाहिँ यसरी काटेर फालेर व्यवस्थापन गर्छौँ। अथवा त्यो सोट सकरलाई चाहिँ हामीले अर्को फिल्डमा, नयाँ फिल्डमा चाहिँ एज अ मदर प्लान्टको रूपमा पनि ट्रान्सप्लान्ट गर्न सकिन्छ। मुख्य कुरा चाहिँ हामीले यो सोट सकर चाहिँ अरू बेला छोड्ने होइन, जब यो केराको मदर प्लान्टको घरि पसाएर घरि बाहिर निस्किन सुरु गर्छ, त्यो बेलामा चाहिँ हामीले एउटा सोट सकर छोडेर अरूलाई चाहिँ व्यवस्थापन गऱ्यौँ भने बल्ल हाम्रो केराको पनि गुणस्तर बढ्छ, हाम्रो पछि आउने सन्तानको पनि पनि हुष्टपुष्ट भएर आमाले जतिकै प्रतिफल दिन सक्छ। त्यसैले यो एकदम महत्त्वपूर्ण व्यवस्थापन प्रक्रिया हो र यसलाई यदि तपाईँले फलो गर्नुभयो भने तपाईँको फार्ममा पनि पक्कै नै उच्च उत्पादन र राम्रो गुणस्तरको उत्पादन हुनेछ। हस्, धन्यवाद।